चाहिँ आज पुल्चोकी डाँडा जान लागिरहेको छ। मैले हामी साथी बाटोमा हाम्रो दाइ मलाई कुरेर बसिरहेको छौँ। आउनु भएको छैन अहिलेसम्म। साथीहरू बिचमा अगाडि गइसकेको छ। हाम्रो यात्रा भक्तपुरदेखि सुरु भएको थियो, अब पुल्चोकीमा गएर हुनेछ। हाम्रो दाजु पनि आइसक्नु भएको छ, त्यसैले अब हामी अगाडितिर जान्छौँ। केही खानेकुरा किन्नको लागि हामी 5-10 मिनट यतितिर कुर्यौं र सबै सामानहरू किनिसकेपछि हामी माथितिर फेरि लाग्यौं। बीच बाटोमा पुगिसकेका छौँ हामी। अराउन्ड 5 किलोमिटर जति बाँकी छ पुल्चोकी डाँडा जानलाई। अहिले यसो विश्राम, छोटो विश्रामपछि हामी फेरि माथितिरै लागेका छौँ। 20 किलोमिटर हो पुल्चोकी। मान्छेहरूले लेख्दै होला क्या त्यो 6 किलोमिटर रे यहाँनिर अहिले। यसको इन्लारो हाँ माथि हेर्छ अझ नि माथि नै बाँकी छ। अझ बाँकी छ, अझ जानुपर्छ नि। साइक्लिङ रुट होला सायद। मेरो अहिले विश्राम गरेर बसिरहेको छु म यता। नगरपालिका ठुलोले क्लियर बनाएन है। खै काठमाडौँ निहाल्दै प्लेन आयो यताबाट प्लेन आइरहेछ।
यता यताबाट यसो जानुला यता त अनि ठ्याक्कै यसो हेरेको देखिरह्यो नि यो लाकुरीको पछाडिबाट आउनु हो त्यो हाम्रो के रे ल हाम्रो दिदीहरू यता नाचगान गरेर बसिरहनु भएको रहेछ ल ल रमाइलो छ है सबैहरू गइसक्नु भयो कि फर्किँदै हो ए हामी पनि माथि नै जाने हो अब ल जमजम कहाँ के होला कुकुरको होला के को दाम होला नि अब भाग चितुवा बाघ चितुवाको होला चितुवा होला भइहाल्छ नि यहाँ होला चितुवा चाहिँ चितुवा त भइहाल्छ चितुवा त त्यहाँ हाम्रो सूर्यविनायक भुवनेश्वरमै छ होइन आधी घन्टा बाँकी छ जानुपर्ने सँगै जाउँ दाजुहरू आउनु अब मात्र आधी घन्टा बाँकी छ डेन्जर चाहिँ ओहो यो झुन्डी यार ल यो झुन्डीको यार डिलिभर होला चिप्लिन्छ बिस्तारी त्यो खुला ढुङ्गै हो त यार कसरी पनि चिप्लेर लागे माटो माटो देखिन्छ खाना पहिला ठेला भएको जम्मा पहिला ठेला चोकी कति किलोमिटर खै यो किन ढुङ्गा हालिरह्यो पानी संरक्षण पोखरी यहाँ पोखरी छ एक्लै भएकोले धेरै उब्रायो क्या तेरो स्कुटर गाडी पनि आएर यस्तो कमायो के सायद दिनलाई दुई छ यार Comiu no dia assim, dona. माथि त्यो उठन त यिनीहरूको त्यो झन्डाहरू छ नि यो बुढीहरूले राख्ने झन्डावालाहरू त्यो छ नि अब भने हाइब्रिड दुध त दुवैले मान्छ होइन घुम्यो भने चाहिँ त पुग्यो नि अब होइन त्यही घुमाउनलाई ऊ भन्दै दियो नि ल पुग्यो माथि घुम्यो भने चाहिँ पुग्यो तर सब निकालेर चाहिँ त्यो आवरै छ नि त्यो पुग्यो वाचिङ दिस रोड
मेरा हिसाब के हिसाब अनि ए फुलचोकीमाई धनु फेरि लाग्नु म गर्दै सामने मलाई साइड पनि छैन हेलो ओइ धुलैसँग खप्नै पर्ला हामी त पुग्यौँ धन्मारी अन्डामा पुग्यो है यहाँ हो ठुलो छ अब छाप कुकुर हो कि अर्कै गरे कुकुर तल फर्किरहेको लाग्यो स्याल पुगेको छौँ उतै पनि जाने मिल्छ कि अब यहीँ हो रहेछ होइन आइपुग्यो है खोइ बिनै आउँछ कि भन्छ कि आइपुग्यो आइपुग्यो ल अरू धेरै रहेछन् ल फुलचोकीमा पनि हामी मात्र होला सोचेको थियो गाडी नै लिएर आइरहेको छ हाम्रो बुद्धिस्टहरू अब यस्तो नास्ता सास्ता खाने माथितिर होइन आइपुग्यो आइपुग्यो ल पुग्यो कस्तो लाग्यो त फर्स्ट टाइम हो फर्स्ट टाइम ल थर्ड फोर्थ अस्ति बिचबाट फर्क्यौँ ल पुगेको छौँ जाउँ अब माथितिर ल ल जाउँ अब फुलचोकी माईको दर्शन गरौँ ल जाउँ केटाहरू यस्तो भ्यू हेर्दै दाडाको बिचमा अर्को दाडाको बिचमा खाल्दो भक्तपुर उतै हो कोडावरी ललितपुर जुत्ता चप्पल यता राख्नु होला ल जुत्ता सुत्ता खोल्नु छ भने टोपी पाल्यो है कि होइन टोपी रहेछ पुगेको समय हामी जुत्ता चप्पल खोल्नु भनेको छ ल ऊ त्यो माथि फुलचोकी पनि यस्तै हो मालासाला चढेर हुन्छ फुलचोकीमै पुग्यो अब जुत्ता चप्पल फुकाल्नु भनेछ फुकाल्नै पर्यो होइन नियम त पालना गर्नै पर्यो ल फुलचोकीमा जुत्ता एकछिन खोल्नुपर्छ यता यो त्यहाँबाट देख्ने ठाउँ चाहिँ ल पुग्यो अब भ्यू यसो हेरौँ हामी फुलचोकी मन्दिर पुगिसकेका छौँ उता हेर्दै कुन ललितपुर खै बुद्ध खा
त बुद्धको मूर्ति हो ल ब्लर आयो त निकै गाह्रो ठाउँ रहेछ त यता यस्तो गुफामा बिस्तारै आउँ है पुगिन्छ है यस्तो गुफाबाट पनि आयो पापी मान्छे छिर्दैन पापी मान्छे छिर्दैन भन्थ्यो ल टप अफ द भ्याली हामी अहिले भ्यालीको टप 2700 मिटरमा छौँ यहाँबाट यस्तो भ्यू हेर्न सकिन्छौँ है हामीले यस्तो जुम गर्न ट्राई गर्दै एयरपोर्टहरू खासै धुलोले गर्दा भ्यू हेर्न सकिरहेको छैन यतातिर भक्तपुर होला के खिच्ने एकछिन झरम है ल हामी चाहिँ कहाँ मन्दिरमा सबैजना फोटो खिच्नमा व्यस्त हामी सबजना फुलचोकीमा मन्दिरमा हाइट 2700 मिटरमा छौँ ल 2780 ल अपडेट गर्नु अपडेट गर्न हामी 2700 मिटरमा बसेर हामी यस्तो स्न्याक्स बसिदिँदै पारदेऊ यो पारदेऊ भन्ने सुनेको छ हामीले यता पारदेऊ भन्ने छ मन्दिरमा हामीले भक्तपुरको दाजुहरू भेटेको छ यता ल हाम्रो सँगै एउटा लाइन छ भने अर्को एउटा बाई बाई फुलचोकी किन बनाउँछ थाहा छैन जहाँ मन्दिरमा गए पनि यस्तो बनाइरहेको हुन्छ ल सक्यो है ल सकेको छ है हाम्रो माथि पनि बनाएको छ फुलचोकीको डाँडा मुनि असल चाहिँ रहेछ यतातिर त्यतिर खाने गरी आउँदाखेरि हुनुहुन्छ हाइकिङ आउनेहरू आफू तलबाट ल्यायो भने सजिलो नभए यता महँगो हुन्छ सार्वजनिक शौचालय पनि भएको छ यता सजिलो छ त्यसको लागि चाहिँ त भाबी फोहोर चाहिँ हुँदैन ल बाइक पार्किङहरू यता हामी चाहिँ माथि गएर आएछौँ अब तलतिर लाग्नेछौँ हामी फर्किँदैछौँ बाई बाई पुलचोकी माता यो कहिले हो कहिले के छैन यहाँ छु म अफेन्डे लाभा लाग्यो यो मात्र बन्न बाँकी छ यहाँ उसले धेरै छ मोटिङमा आयो ल हिँड्दै मात्र चिप्लौजी ट्रेकिङ वेभ युट्युबहरू बरु नयाँ वेभले भुलि रमाइलो लाग्यो 36मा आएको हामी त्यहाँबाट हामी मुसा छ बाइक छ टिकट तपाईँको ल यता
जिपबाट पनि यता गइरहेछन् केही सिनहरू देखाउँछौँ तपाईँहरूलाई हामीले पाइलट विनेश पाली गोविन्द कर्मचारी ल जाने भनेर भनेको थियौँ तर टाइमको अभावले गर्दा हामी जान्दैनौँ होला उतै माथि छ मार्बल डाँडा उतै हो मार्बल डाँडा मान्छेहरू त झन्दैछन् अब नेक्स्ट टाइम गोदावरी मेला लाग्ने चाहिँ यता साइडबाट हो हामी चाहिँ अहिले ब्याक टु होम रोयल बोटानिकल गार्डन यहाँबाट हो जाने सहरे खोला let's go. होटल हो